Hello guys, look at this. Wow, this is a mango. Big mango, two big mango and one small mango. Look at this guys. Wow, very nice mango. Wow. धेरै राम्रो छ है. यसपालिको मैंगो चाहिँ बहुत दामी रहेछ है. यता पनि फलिरहेको छ हैन. यता पनि फलिरहेको छ है. अनि यहाँ माथितिर पनि एकदम नाइस तरिकाले फलिरहेको छ हैन. अनि यहीँनिर पनि रहेछ फेरि हो. यस्तो दामी छ है. कुनै पाक्न लाग्दै रहेछ, कुनै पाक्दैछ. यता पनि छ हैन. यहाँनिर चाहिँ पुरै 3 कोसमा फलिरहेको रहेछ क्या यस्तो. अब यो चाहिँ पाक्न लागेको होला हैन. अनि यता पनि यसपालि जस दामी तरिकाले फलेछ म्याङ्गो चाहिँ. यस्तो दामी छ साथीहरु है. यता पनि छ हैन. अब यहाँनिर फेरि पुतालीले यस्तो दामी तरिकाले खुवाइरहेको छ है. मजाले चुस्दैछ है. मलाई पनि मन पर्छ होला नि त हैन. म्याङ्गो एकदम अब अर्गानिक हो है. अनि यहाँ हल्का फुटेको रहेछ. अनि रस यस्तो दामी चुसिरहेको छ है. अनि यहाँनिर मौरीहरू पनि आएको देख्छु हैन. मौरीहरूले पनि लिइरहेको हुन्छ यसको रस है. यस्तो दामी तरिकाले लिँदैछ. हेर्नु होला साथीहरु है. अनि अरु पुतालीहरू पनि आउँछन् हैन. यस्तो छ. सो यता पनि यति राम्रो तरिकाले फलिरहेको छ है. यस्तो छ हैन साथीहरु. हेर्नु होला है. यहाँतिर फेरि तीनटा एकै ठाउँमा छ है. अनि एउटा सेफ्टी यहाँ भित्र पनि छ. यस्तो भित्र पनि पुरै फलिरहेको छ नि त यसरी. अनि यो चाहिँ अब चट्टसँगले खाने बेला पनि भयो हैन. धेरै नै अब अघि पनि मैले धेरै झार्दिए है. अनि बाँडी पनि दिए अनि लगे पनि साथीभाइहरूले हैन. अझै पनि छ. यस्तो मजाको छ. अनि यिनीहरू चाहिँ पाक्दै गर्छ हैन. टिप्दै गर्नुपर्छ. अनि खाँदै पनि गर्नुपर्छ हैन. आफू मात्र खानु हुँदैन. फेरि आफू मात्र धेरै खाइयो भने अब अलिक हानि गर्छ हैन. त्यही भएर आफू पनि खाने हो हैन. अरूलाई पनि दिने हो यसरी. अब यहाँ चाहिँ फेरि टाउकोमा ठोकिन्छ हैन. अब यसरी छाम्दा पनि भइहाल्छ. अब कुन काँचो छ, कुन पाकेको छ भन्ने कुरो चाहिँ यसरी हातैले यसरी टेस्ट गर्दा पनि हुन्छ. अब कुनै पाकेको छ भने झार्दा भयो हैन. यस्तो खालको छ. यसपालि चाहिँ जे होस् आँप चाहिँ एकदम राम्रो तरिकाले फलेको छ है. निकै नै खाइयो हैन. अझै पनि छन् थुप्रै. अकेला पनि छ यता. एउटै मात्र फलेको छ यसो गरेर. अनि यहाँ माथि पनि छ हैन. आँपको बोट चाहिँ यस्तो छ है. चट्ट नजिकै छ यसरी. अनि यहाँ दुईटा पनि यसो टाढा आएको रहेछ के. म देख्दैछु. त्यहाँ पनि रहेछ नि. यहाँ पनि रहेछ है. नातिले देखाउँदैछ. यता पनि छ, यता पनि छ भन्दैछ हैन. यसपालिको म्याङ्गो चाहिँ एकदम दामी छ. हेर्नु होला साथीहरु. म हजुरहरुलाई देखाउँदैछु है. यस्तो छ है. ल यसपालि चाहिँ राम्रो छ. साथीहरुलाई खान मन लागेछ भने आउनु होला है. म हजुरहरुलाई फेरि कुन पाकेको छ हैन म टिप्दै दिन्छु. बिहानखेर झरेको पनि हुन्छ हैन सँगसँगले. ल अहिलेलाई यति. अनि भोलि फेरि अर्को भिडियोमा ल. ओके सी यू.